हेलो एभ्रिवान, नमस्ते। म चाहिँ होइन दोकानमा आएको थिएँ मासु लिनु अनि इभन चुरोट टक्क चाँडो भइदिएर होइन सर्लक्क गएर होइन त्यो बाइकमा जाने हिरो भाइहरू छ सर्लक्क गएर होइन यो चुरोट खाने हो अनि टक्क गरेर बस्ने हो भनेर चाहिँ भन्दै थियो। तर किन होला होइन म चाहिँ खाँदिनँ होइन, चाहिँ साथीको लागि लगिदिँदैछु। सो म चाहिँ खाँदिनँ। अनि हजुरहरू के गर्नु हुँदैछ, कहाँबाट हेर्नु हुँदैछ, बाइक पनि हेर्छ यार। उयो हेर्नुहोस् ल के छ सोल्टी कस्तो पिरो त नि हो। थ्याङ्क यू हजुर साउनी पुरी पनि खायो, पिरो न पिरो भयो मेरो साउनी दिदीको पसल। सो होइन म चाहिँ एकजना पानीपुरी खाएर पनि म लागेँ रुमपट्टि। ओभर धेरै जाडो होइन, कति धेरै जाडो पनि के हो है। यो चाहिँ होइन मेरो रुम जाने बाटो हो होइन। अनि म त्यहाँ चाहिँ होइन मासु लिन जाँदैछु। त्यहाँ हो यो चाहिँ मेरो मासु लिने ठाउँ हो। सो म त्यहाँ मासु लिन जाँदैछु। ग्राहकहरू पनि धेरै छन्, मासु पनि धेरै देखाइरहेको छन्। कति भयो ए 3 है रेडी भइसक्यो। सो फाइनली होइन 1.5 किलो मासु अरे 3 पाउ मासु पनि लिएर हिँड्यो मैले। अब गएर चट्ट लगेर बनाउने होइन अघिको मासु। तर मैले आज के लिएर आउँछु भने चाहिँ बिर्सेँ। यति मासु लगेर बनाउने, त्यसपछि अनि टक्क लाएर खाने हो जाडोमा होइन। तातो खाएर अनि पुरुक्क पारेर सुत्ने। भोलि बिहान 9 बजीसम्म 9 बजी बेगर आँखा खोल्दैन। जिन्दगी यस्तो छ, के गर्नु हो। मेरो बिजोग छ नि। यो चाहिँ होइन म बस्ने ठाउँहरूमा वरिपरि गाउँ छ, टपटक झुप्रुक ठुलो बिल्डिङ भए पनि म चाहिँ त्यो नेभलको झन्डा भएको घरमा बस्छु है। म चाहिँ यो म बस्ने रुममा पुग्न लागेँ किनभने बाटो यस्तो छ नि त, म हिँड्न सक्दिनँ। त्यही भएर म लगभग पुग्न लाग्यो। यस्तो छ पहिलो गएर 1 वर्ष अस्तिको दसैँमा 1 वर्ष भएर त्यो 1.5 वर्ष भयो भनौँ न पहिलो गएको। यस्तो यो माथि व्हाइट गुम्बा छ, त्यो माथि ऊ त्यो देखेको छेउमा। अनि यो चाहिँ म आइपुगेँ, यो मेरो गेट हो। त्यहाँ चाहिँ घाम डुब्न लाग्यो। मेरो रुमबाट म रुम छिरिसकेँ होइन। हेर्नु गाइस मेरो छोरीको पारा खुट्टा हल्लाउने, मोबाइल हेर्ने, पढ्न पनि पर्दैन। यता चाहिँ मसला केलाउँदैछ। हाम्रो सामान त यो घरभरि छ, हेर्नु न के हो आउनु है को खानुहुन्छ।